म 2-3 वर्षमा सबै ब्लग छैनन् आइएन बा चुरा त्यो चाहिँ त्यसलाई हेर्यो चिराई मेरो पुरा हातमा गरेर बस माने हो हो ल दाइ तपाईँलाई अब उहाँ चाहिँ को बाहिर निस्किनु बाहिर आज दुईजनाको बिहे गराइदिने हो तपाईँ चाहिँ श्रीमती हो उहाँको होइन अनि यति राम्रो हुँदा हुँदा कहाँ यस्तो थोपडा लगाएर अनि उहाँलाई चाहिँ किन अन्धकारमा त्यसरी धोका दिने हो होइन दाइ हान्नु देऊ यस्तोहरूलाई कहाँ हान्नु देऊ मलाई ब्लक गरेर ब्लक गरेर हैन तैले मलाई ब्लक गरे हैन मलाई ब्लक गरे मेरो बुढासँग तेरो कोही भयो तपाईहरुले के रे मैले म विदेशमा सब सालले कमाउन जाँदाखेरि 2 वर्ष हुँदाखेरि एकचोटि नि छोरी भेट्न नजाने मेरो बुढासँग बस्नलाई तँलाई लाग्छ न तँलाई थाहा छ अलरेडी बुढी छ भने तँलाई थाहा छैन तर आन्टी तेरो बुढा छैन तँलाई थाहा थियो बुढी छ भनेर तेरो त्यसको कान्छी बुढीले के गर्न सक्छ त्यसको जेठी बुढीले के गर्न सक्छ भनेर बस्यो नि त त्यसको जेठी बुढीले के गर्न सक्छ के गर्न सक्दैन कल गर्नु न अनि के बना हवा तपाईले चाहिँ अनि यता अगाडि आउनु त्यो के बना हवा अगाडि बसौँ नभए खानु हुन्छ हो कहाँ बस्छ रे कहाँ बस्छस् भनेर भनेको रे साले म 2-3 वर्षसम्म नानु छोरी नानु तपाईँ मैले लगाउनु भिडियो उठाइन त ल ल त्यही जरो गाई काटेर कमाइदिएपछि छोरीलाई हेऱ्यो चिराई मेरो बुढा हातमा गरेर बसेको मेरो बुढा तैँले विदेश नपठाएको तैँले मेरो बुढा आउँछस् भन्दाखेरि तैँले नपठाएको होइन मैले नपठाएको तैँले नपठाएको तर तँलाई अलरेडी थाहा छ मेरो बुढी छ मेरो उसको बुढी छ भनेर तँलाई थाहा थिएन तँलाई थाहा थियो अलरेडी तैँले हेरेको होइन होइन हान्दिन यता अगाडि आएर बस्छ अब कुरा गर्ने थाहा छ मलाई एउटा कुरा बुझेन कि यस्तो यति राम्रो हुँदा त किन यस्तोलाई हेरेको के अब यता बस न हान्दैन कसैले नि हान्दैन सँगै बस यता बस अगाडि बस होइन बुझ्नु पर्दैन यति दुःख गरेर बुढी विदेशमा छ भनेपछि मैले म विदेशमा आऊ म पैसा दिन्छु मैले भिजा ल्याइदिन्छु भन्दा नमान्ने त के तिमी नभए अर्को देशमा जा भनेर मैले बारम्बार पैसा पठाइराख्यो त्यहाँ मैले पैसा पठाएको छोरी हेर्न जा भन्दा नमान्ने मलाई हेपेको होइन सोझी छ लाटी छ भनेर हेपेर बसेको होइन मलाई हेपेर म के मैले बुढाको मात्रै कमाइले भएन दुईजना गयो भने कमाउनु पर्छ भनेर मैले पठाएको अनि यो रानीले अलरेडी यो रानीलाई थाहा थियो के यसको बुढी छ भनेर तँलाई थाहा थियो बुढी हो भनेर ल्याएको यसले मलाई बच्चा छ अरे भनेर ल्याएको गल्ती गरेछ हान्दैन माफी माग्नु त कहाँ छ एकचोटिलाई माफ गरिदिनु दिदी भन्नु कहाँ त्यस्तो नि भने अझ लाज शरम छैन
भयो यार मलाई त अचम्म लाग्यो भने यति राम्रै हुँदा हुँदा कहिले पनि उसको मात्र कमाइ खाएर कहिले कहिले बसेन के घरमा घरको कामदेखि गरेर ज्यामी कामदेखि गरेर मैले खोला गएर काम गरेर खोलामा गएर बाबा बगेर पनि काम गरेको बुढाबुढीले कमायो भने अलिक केही हुन्छ कि भनेर भमल त चित्तै बुझेको छैन यार। साले के भयो बुद्धि छैन खानेमा जान लाने गु खान्छौ खान लान्छ सब थुनामिनहरु ल दुईजनालाई चौकी लैजाउँ अब ल उठ फोन गर्नु त पुलिसलाई मलाई तपाईँले अझै त कुट्दाखेरि छेकिरहेछ यिनीहरूले मार्छ नत्र किन यिनीहरु यस्तो माया गर्दो रहेछ अझै पनि के भयो दिमा मैले यसको लागि म 2-3 वर्षसम्म यति रोएर बस्यो मैले यो विदेश जाओस् भने 20,000 पैसा हातमा दिएर राख्थे नि मलाई कति महिनासम्म यो सम्पर्क बिन भएर बसेको न दिदीसँग बस्या दिदीसँग कन्नेक्ट छ मसँग त भएन भने आफ्नो छोरीसँग पनि कन्नेक्ट छैन के यो तेरिका यस्तोले गर्दा हो के बुढीहरू विदेशमा जानु डर लाग्ने बुढाहरू जाने यस्तोले गर्दा बेहोरा के भयो आऊ बुढा यहाँ आऊ मसँगै बस्छु म पैसा पठाउँछु कति के गर्छ आऊ भन्दाखेरि नमान्ने मिलेर कमाएको भए कति राम्रो हुन्थ्यो। उसको मात्रै कमाइ हुँदैन भनेर मैले बारम्बार काम गर्नलाई मैले भएन भने कल्ले लिङ कति ऋण गरेँ हुन त कुकुरलाई घिउ पर्दैन क्या। कुकुरलाई नि घिउ पर्दैन उसलाई बाघिनी होइन भालु नि चाहिएको रहेछ अनि कहाँबाट हुन्छ त त्यो रानी कहाँ गयो कपट गयो हिँड त्यो रानीलाई सबै थाहा छ त्यसको बुढीले के गर्न सक्छस् बुढीले के गर्न सक्छस् बुढीले के गर्न सक्छस् बुढीले हिँड नजाने रे भने लाने अब हेपेको मलाई होइन यस्तो बिरामी भयो पैसा पठाइदियो भन्ने कहिले के भन्ने के भयो हिँड गर्दैन खर्च मैले 2 वर्षसम्म के गर्न सकेँ भनेर मैले खुद कस्तो गरेर के गरेर गरेको यसलाई जाम हिँड आऊ भन्दा नि नमानेको यो रानीसँग बस्नुपर्ने रहेछ के चाहिँ देखेर बस्यो फेरि मलाई त्यसको त सुनको यो यता नि हान्नु न दिदी हिँड्छ जान्छ के यो हिँड चलाइ जा बुढोले माइला होइन त्यहाँ जे गर्छ त्यहाँ गर्छ कि अब यो रन्डीहरू राडीहरू तैँले खातेहरू बानु खोइ उयो ल्याऊ कपडा ल्याऊ बानु हामी बाँड्ने उसलाई नि बानु दुइटालाई सला भागेर कहाँ भाग्ने हो। ला शरम छैन बुढी चाहिँ विदेशमा कमाउने यहाँ कस्तो चित्तै बुझ्दैन त मलाई त सम्झी के लौडा जस्तै मुजी यस्तो राम्रो बुढी पाउँदा चिक्नेलाई चाहिँ यो अर्को मुजी भालु नि मैले कहिले पनि 2 जना गरेर काम गर्छु भनेर मैले मिलेर कमाउनु छैन बुढीले त्यत्रो बोलाउँदा विदेशमा साले खै त्यो पुलिसहरु कहाँ गयो दिमाग छैन बुझी मेन्टल हस्पिटलमा जा रन्डी बाहिर निस्किनु